नमस्ते सम्पूर्ण मेरा प्यारा प्यारा दाजुभाइ दिदीबहिनी साथीभाइहरू इष्टमित्र नरनाथा सम्पूर्णहरूलाई मेरो नमस्ते छ। नेपाल देश विदेशमा छरिएर बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मेरो तर्फबाट नमस्ते छ। म तपाईहरुलाई के अनुरोध गर्न चाहन्छु भने मेरो थोरै तपाईहरुलाई जीवन कहानी सुनाउन चाहन्छु। मेरो जीवन कहानी यस प्रकार छ। म 2042 साल पुस 25 गते जन्मेको मान्छे हुँ र 42 सालमा त जन्म भयो। म जन्मेको अन्तिम 10 महिनाको थिएँ अरे मलाई थाहा छैन यो कुरा। 10 महिनाको थिएँ म र अनि मेरी आमा यो संसारमा मलाई छोडेर भगवानको साथ जानुभयो अरे। त्यति बेलादेखि म एकदमै टुहुरो भएको थिएँ। मलाई आमाले छोडेर संसारबाट बिदा लिइसक्नु भएको रहेछ। मेरी आमा म जन्मिनुभन्दा केही महिना अगाडिदेखि नै रोगी हुनुहुन्थ्यो अरे। अन्तिम राखिदिम अहिलेको जमानामा हेर्ने हो भने त्यो रोग क्यान्सर रोग होला जस्तो लाग्यो मलाई। किनभने त्यो बेलामा त्यो रोग के हो भन्ने कुरा पनि पत्तै थिएन। अनि त्यसरी नै म सानो 10 महिनाको नानी कसरी हुर्कियो होला। मेरो बाबा हुनुहुन्थ्यो अनि मलाई मेरो बाबाको दिदी मेरो फुपूहरूले हेर्नुभयो अरे। 10 महिनाको नानीलाई लगेर मलाई गाईको दुध अनि छिमेकी मेरो ठुलामा पर्नेको दुध खुवाएर मलाई हुर्काउनु भयो अरे। र हुर्किँदै गएँ, बढ्दै गएँ। बालापन मेरो बित्दै गयो। कसरी बित्यो त्यो त मलाई बालापनमा थाहा भएन। जब मैले थाहा पाएँ मलाई जब थाहा भयो तब मेरो बुद्धि आयो। त्यति बेला म मेरो फुपूको साथमै थिएँ, मेरो बुवाको साथमा थिएँ र मेरो दिदी पनि हुनुहुन्छ एउटा। अनि म हुर्किँदै बढ्दै जाँदा स्कुल पढ्ने उमेरको भएँ र मलाई स्कुल पढाउनु भयो यी नजिकैको कीर्तिपुर स्कुलमा। 1 मा पढेँ। 1 मा पढ्दा पढ्दै अनि पछाडि मेरो घरको अवस्था पनि अलिक नाजुकै थियो। अलिक दुःख नै थियो। जस्तो अब आमाले छोडेपछि बाबा एउटा सहारा बिनाको जिन्दगी जस्तै भौतडिएर हिँड्नुहुन्थ्यो। निसा मदिरा पानहरूमा रमाउनुहुन्थ्यो, पिउनुहुन्थ्यो। अनि त्यस पछाडि मेरो फुपूले मेरो बाबाले मम्मीले जन्म दिनुभएको मभन्दा जेठो दिदीलाई लिएर काठमाडौँ जानुभयो। राति नै दिदीलाई लिएर जानुभएछ। मलाई त थाहा थिएन। म ओछ्यानमा सुतिरहेको थिएँ किनकि म सानै त थिएँ। कति वर्षको थिएँ होला लगभग त्यति बेला अन्तिम राखेदिन 6-7 वर्षको नानी नै थिएँ होला। अनि दिदीलाई चाहिँ लिएर मेरो फुपूले काठमाडौँ जानुभयो। अनि मलाई म मामा घरमा बस्थेँ। अनि मेरो मामा घरमा बस्थेँ। अनि मेरो दिदीलाई लिएर काठमाडौँ जानुभयो फुपू। अनि म मामा घरमै बस्थेँ। अनि बिहान उठेर हेर्दा त मेरो फुपू हुनुहुन्न थियो। सब्जी बेच्न जानुहुन्थ्यो, हुनुहुन्न थियो। अनि त्यत्तिकैमा म
बाबाको साथमा बसेँ, मामाको साथमा बसेँ, त्यत्तिकै उयो गरेँ। अनि पछि मलाई इन्डिया लानुभयो पढ्नका लागि मेरो ठुले मम्मीले। अनि केही मेरो फुपू पनि हुनुहुन्छ उतै, इन्डिया पढ्न लानुभयो र इन्डियामा गएँ अनि म पढेँ। पढ्दा पढ्दै होइन, यहाँ 1 पढेको मान्छे वहाँ 2मा पढ्दै मलाई एक्कासी ज्वरो आयो। एक्कासी ज्वरो आउँदाखेरि अनि मलाई के भयो भनेर स्कुलबाट लिएर अनि मेरो आमाको घरमा राख्नुभयो। अनि ठुलो बाउ मेरो धामी हुनुहुन्थ्यो अनि दबाई पानी गर्नुभयो, उपचार गर्नुभयो। मलाई केही पनि भएन। अनि नेपालमा फोन गरेर मेरो दिदी फुपूलाई बोलाइदिनु भयो। अनि तब मेरो फुपू यहाँबाट नेपालबाट इन्डिया लिनु जानुभयो मलाई। अनि इन्डिया लिनु जाँदाखेरि म बिमारी भएर सुतिरहेको थिएँ र त्यहाँबाट उठाएर नेपाल ल्याउनुभयो। नेपालमा लिएर दबाई पानी गर्नुभयो, धामी झाँक्री डक्टर हरेक लगाउनु भयो। मलाई निको भएन। अनि मलाई जङ्गलीले भेटेको भन्थ्यो, धामीले डक्टरलाई हेरायो भने बातको बिमार भन्थ्यो है। अनि निको भएन। अनि त्यत्तिकैमा म एकदम बेहोस लज्जित अवस्थामा मरे जस्तै भएर कति दिन बेहोस भएर नबोलेर कति दिन बेहोस भएर म सुतिरहन्थेँ। धामी लगाउनुहुन्थ्यो, डक्टर लानुहुन्थ्यो, मलाई त थाहा छैन, म बेहोसमा थिएँ। अनि पछि एक्कासी मेरो हात खुट्टा शरीरहरू सुनिँदै गयो। सुनिँदै जाँदाखेरि म तपाईँहरूलाई कहानी म एकदम भावुक भइरहेको छु। मलाई भन्नु पनि यस्तो लागिरहेको छ। यो मेरो रियली जीवन कहानी हो, किनकि मैले भोगेको कहानी हो, मैले भोगिरहेको छु अझै पनि। अनि म एकदम मेरो हात खुट्टा सुनिँदै जाँदाखेरि पछि सुक्दै गयो। अनि धेरै दबाई पानी गर्दा पनि केही पनि भएन र म अहिले एकदम पूर्ण अशक्त भएको छु। मेरो खुट्टा चल्दैन, हिँड्न सक्दिनँ, मेरो हात पनि त्यति मजाले चल्दैन होइन। मेरो फेस, मेरो अनुहार हेर्दा तपाईँहरूलाई लाग्छ कि यो अशक्त छ होला जस्तो लाग्दैन होला होइन। तर म रियली नै अशक्त छु। म एउटा भइसकेको सहारामा भित्र बाहिर गर्छु। मेरो त्यो बेलाको एकदम दुःख थियो, एकदम नाजुक अवस्था थियो। मेरो बुवा यस्तो घरको काम गर्नुहुन्थ्यो, मिस्त्री काम गर्नुहुन्थ्यो। अनि आमा मरेको पिरमा मेरो बुवा नसामा डुब्नुहुन्थ्यो, मात्नुहुन्थ्यो। अनि मलाई धेरै दुःख थियो त्यो बेलामा। कसैले दिन्छ कि भनेर आशमा बस्ने, कसैले खानु देला कि भन्ने आशमा बस्ने बेलामा थिएँ म। किनभने ममा तपाईँहरूलाई थाहा छ नि, एउटा मान्छेको हात खुट्टा नचल्दाखेरि त्यो मान्छेको अवस्था कस्तो हुन्छ थाहा छ। गाग्रीमा कलमा भएको पानी पनि पिएर खान नसक्ने अवस्था र घरमा राखेको पानी पनि ग्लासमा सारेर खाने अवस्था हुँदाखेरि जीवन कस्तो हुन्छ भोग्नेलाई थाहा हुन्छ। भन्छन् नि, अचानक बुढाबुढीलाई के थाहा, पछानुलाई मात्रै हुन्छ होइन। अनि त्यसरी नै मेरो बाल्यकालहरू बित्दै गयो। सानो घर थियो, थोरै जग्गा थियो। अनि पछि दिदी पनि बिहे गरेर पढाइ घर जानुभयो। अनि बुवा र म मात्र थियौँ। मेरो बुवा असाध्यै मात्नुहुन्थ्यो। अनि त्यो बेलामा म एकदम कति भोकै बसेँ होला, कति तिर्खै बसेँ होला भएर पनि पकाएर खाने अवस्था थिएन ममा। पकाएर खान सक्दिनँ थिएँ म। घरमा हुन्थ्यो, जोडजाम गरेर राख्नुहुन्थ्यो बुवाले। तर पकाएर खान सक्ने अवस्था नहुँदाखेरि कस्तो पीडा हुन्थ्यो। तपाईँहरूलाई लाग्छ होला आज मैले किन मेरो कहानी सुनाउँदैछु भनेर। मेरो कहानी सुनेर तपाईँहरूलाई कस्तो लाग्छ? लाइक, कमेन्ट
र स्योर पनि गरिदिनु होला। मेरो घर पत्ती शनिचर 4 मोरङमा पर्छ। मेरो अहिले त म धेरै सङ्घर्ष गरेँ, धेरै उयो गरेँ, दुःख सुख पीडा व्यथा हरेक कुराहरूमा झेल्दै गएँ र म आज यहाँसम्म आइपुगेको छु। र त्यो दुःखहरूलाई सम्झेर ल्याउँदा अझै पनि यो मन खटक्कै खान्छ, भावुक हुन्छ, रुन्छु म। तर तपाईँहरू कहाँबाट हेरिराख्नु भएको छ, कुन ठाउँबाट हेरिराख्नु भएको छ, म तपाईँहरूलाई कुनै दिन मेरो असली शरीर पनि देखाउन चाहन्छु। म अहिले मेरो श्रीमती हुनुहुन्छ सङ्गीता शङ्कर र मेरो छोरो हुनुहुन्छ एउटा रूपेश शङ्कर। म अहिले फ्यामिली परिवार एउटा सानो झुपडीमा दुःखले खोले अनि ढिँडो पिठो खुवाएर मेरो परिवारलाई मैले राखिरहेको छु। मेरो छोरो अहिले युकेजीमा पढ्छन्। मेरो श्रीमती घरको काम गर्छिन्, मलाई हेर्छिन्, मलाई पाल्छिन्, स्याहार गर्छिन्। अनि मेरो छोरोलाई पनि हामी बाबा छोरालाई नै उहाँले नै हेर्नुहुन्छ, उहाँले नै पाल्नुहुन्छ, उहाँले नै स्याहार गर्नुहुन्छ। हरेक कुराहरूलाई एउटा नारी भएर एउटा छोरी मान्छे, जो कोही छोरी मान्छेले यसरी हरेक जिम्मेवारीहरू हरेक बोझहरू आफ्नो थाप्लोमा लिएर कसैले पनि ओघट्नु र जिम्मा लिन सक्दैन। तर मेरी श्रीमती यति साहस छिन्, यति इमान्दारी छिन्, यति आँटिनी छिन्। अहिलेसम्म कहिले पनि मलाई भन्दिनन् कि बाबा यस्तो दुःख पर्यो, यस्तो दुःख भयो। अरूको साथीहरू अरूको श्रीमानहरूले आफ्नो श्रीमतीलाई यस्तो लगाइदिन्छन्, यस्तो खुवाउन दिन्छन्, यति पैसा दिन्छन्, यस्तो ठाउँमा जाउँ भन्छन्, यस्तो ठाउँमा घुमाउनु हिँड्नु भन्छन्, यस्तो खानु मन लाग्छ भन्छन्, यस्तो खानु मन लाग्छ भन्छन्। तर मेरो श्रीमतीले कहिले पनि बाबा मलाई अभोग भयो, मलाई अपुग भयो, मैले दुःख पाएँ, मैले खान पाइनँ, मैले भने जस्तो लाउन पाइनँ, मैले भने जस्तो हिँड्न पाइनँ भनेर कहिले पनि मलाई सुनाउँदैन। हुनसक्छ उहाँमा पीडा होला, उहाँमा पनि इच्छा होला, उहाँमा पनि चाहना होला। तर पनि मेरो अशक्त शरीर देखेर कहिले पनि उसले ममा दुःखको महसुसै गरिनन्, दुःखको कुरै सुनाइनन्। एउटा सानो छोरा छ मेरो छोरा, अहिले अब यो भदौ 8 गतेदेखि 5बाट 6मा हिँड्छ। दुःख सुख गरेर मैले परिवार चलाइरहेको छु, हेरिरहेको छु। भत्ता आउँछ 12,000 अनि त्यही भत्ताले मेरो गुजारा चलाइरहेको छु। सम्पूर्णहरूलाई मेरो नमस्ते छ। यो भिडियो हेरेर कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। दुःख बुझ्नेले दुःख बुझ्नुहुन्छ, दुःख नबुझ्नेले त खोइ कहाँ बुझ्नुहुन्छ होला। तर पनि यो भिडियो मजाले हेरेर सुनिदिनु होला है। हस् त, धन्यवाद।